शुभ बिहानी साथीहरू, आरामै हुनुहुन्छ? चिया पिउनुभयो होला है। अब म चाहिँ पुदिना र सक्खर मिसाएर एउटा शरबत बनाउनलाई रेडी गर्दैछु। यो मैले देखाएको साथीहरूलाई म टिप्दैछु नि, यो पुदिना हो। यसलाई मजाले पखालेँ है। अनि पखालेर अब यतिको भएपछि, किनकि बालुवाहरू हुन्छ नि त, अनि पखालेर सफा गरेर पखालेर अनि सक्खर गुड पनि हालेर पुदिनाको पत्ता, गुड हालेँ। अनि हालेर यो चाहिँ एकदमै यो उखुको रस जस्तै, उखुको जुस जस्तै हुन्छ। यो बनाएपछि खानलाई चाहिँ साह्रै मिठो हुन्छ। अलिकति थोरै आइस पनि हालेर अनि यसलाई टक्कसँग अब पानी पनि हाल्यो अनि हालेर ग्राइन्डरमा पिसेँ। मजाले पिसेँ। भरे बिरे नुन हाल्न बिर्सेछु र अनि फेरि बिरे नुन हालेर फेरि पिसेँ। अनि छानेर रेडी भयो। हेर्नु न, हेर्दाखेरि पनि उखुको जुस जस्तै देखिन्छ। अझै यसमा कागती हुँदा चाहिँ सुनमा सुगन्ध। मेरोमा आज कागती सकिएको रहेछ। अनि यसरी मैले पुदिना र अनि सक्खरको शरबत रेडी बनाएँ। खानलाई पनि साह्रै राम्रो, पेटलाई एकदम शीतल। मलाई चाहिँ साह्रै राम्रो लाग्छ। साथीहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट गरेर भन्नु होला है।